म चाहिँ प्रायः त मेरो चाहिँ सधैँभरि 2000 क्लाससम्म चाहिँ म सेकेन्ड आइरहने विद्यार्थी हो अहिले होइन। त्यसपछि अहिले चाहिँ अब उत्तीर्ण भएछ। पछि अब 5, 6, 7, 8, 9, 10 नम्बर उत्तीर्ण भयो, आफ्नै नम्बर पास भयो, त्यसरी रेगुलर पास गरेछ। फेरि भएन पहिलादेखि नै तपाईँ पढाइमा ट्यालेन्ट हजुर राम्रो थियो पढाइ। त्यस कारणले पनि तपाईँलाई हजुर भएन। त्यो शिक्षण पेसा नै किन रोज्नुभयो सर? किनभने हिजो आज त प्राय अब मान्छेहरू शिक्षक बन्न उसै त मनै पराउँदैन। अब बरु बाहिरै जान्छ शिक्षक बन्ने अथवा निजामती कर्मचारीतिर जान्छ मान्छेहरू। तपाईँको रोजाइ किन पऱ्यो? यो सर यस्तो छ, यो म सिधै मैले गर्न सक्ने काम भएर सबैको आफ्नो सिधै हुन्छ, सबैको आफ्नो तरिका छ होइन। मलाई एकदम मनपर्ने एउटा पेसा र मैले अरू कामभन्दा यो काम चाहिँ गर्न सक्ने क्या। मैले मेरो शरीर मैले आफूले सुटेबल भयो, म शिक्षक पेसा मलाई सुटेबल भयो, म अरू कामभन्दा यो काम चाहिँ मैले गर्न सक्छु भन्ने चाहिँ मलाई लाग्यो होइन। त्यही भएर मैले चाहिँ अरूले पढाएको देखेर अरू गुरुहरूबाट प्रेरित भएर होइन त्यो भएको कारणले गर्दा पनि प्लस र मैले यो गर्न सक्छु। मलाई अरू हरसहरू जोड्ने होइन कृषि गर्न सक्ने କିନ୍ତୁ म सक्दैन होइन। त्यही भएर त्योभन्दा म यो पढाउन मैले सक्छु भन्ने चाहिँ मैले आफै आँट्ने। अनि त्यही भएर त्यो पेसा रुचि लाग्यो मलाई होइन, खुसी लाग्यो। त्यही भएर चाहिँ मैले पेसा रुचि पर्छ यही मैले मेरो जीवन बित्छ। आफन्तहरू कोही पढाउने शिक्षक पनि हुनुहुन्थ्यो इष्टमित्र त्यस्तो आफन्तहरूमा त्यस्तो चाहिँ हुनु थिएन, त्यस्तो हुनुहुन्थेन। मलाई चाहिँ अटोमेटिक मैले पढेको होइन स्कुलहरूको गुरुहरूले पढाएको देखेर चाहिँ म त्योबाट आकर्षित भएको हो। सरकारी स्कुलमै पढ्नु हो? हजुर सर, म चाहिँ सरकारीबाट 10 एसएच पास गरेको माथि कुनाचुली श्री महेन्द्र माध्यमिक विद्यालय श्रीबारीबाट 10 एसएच पास गर्यो अनि 11-12 चाहिँ घरै विद्यालय। अब यो जस्तो निजामती कर्मचारी परिचालन गरेर पनि कक्षा 12को परीक्षा गराउने भनेर जो परीक्षा बोर्डले निर्णय गर्यो पछि चाहिँ अब अहिले यो परीक्षा सारिया छ होइन। यसलाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ भन्नुहोस्? यो त यो अहिले त यो पछिल्लो अवस्थामा चाहिँ हिजो बिहान निर्णय गरेर जसरी पनि हामीले कर्मचारी खडार पनि परीक्षा गर्छौँ भने अनि त्यसको तुरुन्तै फेरि साझा चाहिँ फेरि सकिन भनेर चाहिँ यो गरेँ होइन। यो चाहिँ एकदम गलत हो, किनभने पहिले अब गर्छौँ भने निर्णय गर्ने विद्यार्थीलाई एकदम बजारमा पार्यो सरकारले होइन। अलिकति यो आचार अलिकति यो विश्वास नहुने जस्तो भनौँ न एउटा होइन। यो सरकारको विश्वास नै ढलेको छ, किनभने अब यो शिक्षक बिना त सम्भवै छैन नि त यो कुनै पनि इक्जाम। अहिले तपाईँको यासीको रिजल्ट कार्ड चेक छैन, 12को त अब इक्जाम अहिले अलि 12को त थियो होइन। त्यसो पनि रोक्नु कारण यही हो, शिक्षक अहिले यस्तो सडकमा आएर आन्दोलन गर्नु भएको छ उहाँको हकितको लागि। उहाँले नयाँ शिक्षा ट्रेन जारी गर भनेर यत्रो अब सरकारले कानमा तेल हाल्न बसिरहेको छ भने त अनि अब शिक्षकहरू कहाँबाट रेडी हुन्छ पैसा गर्नु होइन। त्यो कारणले गर्दा पनि चाहिँ यो अब कर्मचारी यो निजामती कर्मचारी लगाएर चाहिँ गर्छौँ भने त मूर्खता छ सरकारले। त्यो सम्भवै थिएन क्या। हेर्नु एउटा कलममा कति तागत देखियो, हेर्नु न बिहान निर्णय गरेको साथै थिएन, त्यो निर्णय चाहिँ सकेन। हामीले त जसरी पनि कर्मचारी लगाएर चाहिँ हामीले यो परीक्षा इक्जाम गराउँछौँ गाडेको भनेर भनेको थियो नि सरकारले। चाहे तपाईँको तुरन्त निर्णय बदलियो नि भनेपछि शिक्षा कति महत्त्वपूर्ण छ। त्यो शिक्षकलाई नेपालको गहना हो होइन। शिक्षक बिना त केही पनि चल्न सक्दैन। शिक्षकले चाहिँ एउटा सही बाटो मार्गदर्शन सिकाउँछन् भन्ने त प्रायः मैले चाहिँ के भन्न चाहन्छु भन्छ यो शिक्षकलाई चाहिँ यो आज 22 दिनको यो आन्दोलन छ। जति सक्दो चाँडो शिक्षा ऐन जारी गरौँ होइन। जति सक्दो शिक्षा ऐन ल्याइदिउँ र ल्याइदिएर चाहिँ हामीले चाहिँ घर जाने बाटोमा सिर्जना गरौँ सरकारले। र स्कुलहरू चाहिँ अलिक बन्द भइरहेको अवस्थाहरू छ। विद्यार्थीहरूको भर्ना कार्यक्रम त्यस्तै रोकिरहेको छ, किताब पानी कार्यक्रम त्यस्तै रोकिरहेको छ होइन। बोर्डिङ स्कुलहरू ल्याइरहेछन् होइन, गाउँमा बोर्डिङहरू स्कुलहरू ल्याइरहेछन्। अनि त्यही कारणले गर्दा हाम्रो अलि यो सरकारी स्कुलहरूमा विद्यार्थी कम हुने कि भन्ने एउटा पनि म्यासेज जान सक्छ। त्यो कारणले छिटो सरकारले चाहिँ एउटा निकास शिक्षकले राखेका मागहरू हन्ड्रेड पुरा गर्न नसक्दा पनि जायज कति छन्, कुन बुदाहरू गर्नुपर्ने छन् तिनी बुदाहरू पनि समेटेर तिनी बुदाहरू पुरा गरिदिएर उपयुक्त बुदाहरू राम्रा बुदाहरू शिक्षक अघिका बुदाहरूलाई समाधान गर्ने हिसाबले चाहिँ चाँडोभन्दा चाँडो ल्याइदियोस् र हामी घर जाने बाटोमा सिर्जना गर्छौँ। अनि म यही भन्न चाहन्छु। धन्यवाद। थ्याङ्क यू सो मच सर।